दिन महिना वर्ष हुँदै अहिले 66 वर्षमा दगुर्दैछु। यो शरीर धेरै भोगियो, दुःख पनि धेरै काटियो, सुख पनि अहिले लिएकै छ। देखेका कुरा आज बोल्न मन लाग्यो थोरै। हाम्रा पालामा हामी स्कुल पढ्दा कट्टु लाएर खाली खुट्टा पढ्न जान्थ्यौँ। अहिलेका बच्चा जन्मँदैखेरि नेपकिन लाएर जन्मन्छन् भने पनि हुन्छ। यस्तो जमाना आयो। हिजोको मान्छेले कति दुःख काटे, आज त दुःख छैन। तर संसार कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देश जहाँको त्यहीँ छ जस्तो लाग्छ अहिले हेर्दाखेरि। समयले साथ दियो, बच्चाहरूले पनि मेहनत गरे, मैले पनि लगानी गरेँ, मेहनत गरेँ, मेरो श्रीमतीले मेहनत गरिन्, सबै मिलेर अगाडि बढ्यौँ। अगाडि बढ्दै जाँदा बच्चाहरू पढे। बच्चाहरूकै पढाइको क्रममा बेलायत घुमे। अमेरिका मेरै बाउ बलले, मेरो बुद्धिले खियाएर म पहिलोपटक अमेरिका गएँ। धेरै साथीहरूले पत्याउनु भएको थिएन, मेरै सन्तानले नि पत्याएका थिएनन्। तर आँटेसी सकिन्छ भनेर म गएँ इन्टरभ्यूमा। धेरै प्रश्नहरू सोधेँ। मैले हरेक प्रश्नको जवाफ नडाँटिकन निर्भीक भएर तत्काल दिएँ र मलाई भिसा दियो। त्यसपछि अमेरिका देखेँ। अमेरिका देखेपछि त्यहाँ पनि मान्छे छन्, त्यहाँ पनि मट्टी नै छ। तर त्यहाँका मान्छेले त्यो संसारलाई त्यस्तो बनाउन सक्ने, हाम्रो मान्छेले यस्तो प्रकृतिले भरिभराउ संसारलाई कहिले पनि बनाउन नसक्ने, कहिले सोचै नआउने सबै कुरा देखिसकेपछि मैले मेरो बच्चाहरूलाई तिमीहरू अमेरिका आउने कोसिस गर। अब राजनीतिमा म गएर मैले ठुलो कुर्सी लिएर म जस्ता मान्छेहरू गएर मेरो उमेरमा अब यो देश बदल्न सकिएला जस्तो मलाई लागेन। त्यसकारण अब तिमीहरूको भविष्य नेपालमा बसेर छ जस्तो मलाई लाग्दैन। अब नेपालमा जति पनि सहरमा घर भएका कर्मचारी र नेताहरू छन्, पैतृक सम्पत्ति भएकाहरूलाई त मेरो भन्नु केही छैन। पैतृक सम्पत्ति नभएका जति पनि नेता कर्मचारी छन्, तिनीहरूले जुन घर बनाएर बसेका छन् त्यो कहीँ न कहीँ कैफियत 100% छ। नत्र भने आज पनि इभन राष्ट्रपतिले पनि त्यो सेवा र सुविधाले 5 वर्षमा काठमाडौँमा घडेर किनेर घर बनाउन सक्ने सुविधा छैन। अब अरू कर्मचारीको त कुरै नगरौँ। तर सबैले आदर्शका शब्द असाध्य फलाग्छन्, तर यथार्थमा हेर्ने हो भने त्यो ठ्याक्कै उल्टो छ। यस्तो छ, पञ्चायत कालको कुरा गर्दाखेरि पञ्चायतमा राजा र पञ्चायतको विरोध गर्न पाइँदैन थियो। तर विकास राम्रै तरिकाले सिस्टमेटिक विकास भएको थियो। तर हामीले पञ्चायतलाई विरोध गऱ्यौँ। योभन्दा राम्रो उन्नत व्यवस्था आउँछ, देश चाँडै विकास हुन्छ भनेर यिनै नेताले भने। यिनै नेता लुकी आए, यिनलाई खुवाइयो, पालियो। तर पञ्चायत गयो, बहुदल आयो। बहुदल आएपछि नि यस्तै भाषण गरे। भएका उद्योग कल कारखाना सब सिद्ध्याए। जहाज 4 बोइङ जेट थिए, त्यो पनि 26वटा जहाज थिए, पुरापुरी गरेर बेचेर सब निखारे। भएका कल कारखाना सबै सिद्ध्याए। बाँकी रहेको एउटा पश्चिमको नदी महाकाली थियो, त्यो पनि बेचे। त्यो गएर हेरेँ, हेर्दाखेरि आँखाबाट आँसु आयो। यति रिस उठ्यो कि त्यो रिस अब मैले भन्न मिल्ने कि नमिल्ने हो। त्यस्तो गर्ने मान्छेलाई अब कस्तो सजाय दिने? मैले त यहाँ जति सजाय दिए पनि त्यो सजाय नै पुग्दैन जस्तो लाग्छ। हाम्रो भूभाग सबै सुक्खा छ। भारतले पुरा नदी लगेको छ। अब मैले कोशी र गण्डकी त हेरेको छैन, त्यो पनि पक्कै त्यस्तै होला। अनि यस्तो बेचेको देख्दै अनि भएका उद्योगहरू बेचेको देख्दै भएका नदीनालाहरू सबै विदेशीलाई सुम्पिएको देख्दै अनि नेपालीहरूलाई विदेशमा स्वयं बेचेको देख्दै यस्तो देख्दै पनि फेरि यिनै पार्टीलाई सहयोग गर्ने, यिनैको मतियार भएर हिँड्ने। अब त्यो देख्दाखेरि अब विद्वानहरू पनि हुनुहुन्छ त्यो पार्टीमा, तर चाहिँ किन त्यो आफ्नो विद्वतालाई तिलाञ्जली दिएर त्यस्ता पार्टीको पछि लाग्नु भएको छ मैले बुझ्न सकिनँ। यथार्थमा हाम्रो देशमा जतिको प्रकृतिले दिएको चिजहरू, नदीनाला, तालतलैया, हिमाल, पहाड, तराई, फेरि हरेक ठाउँ आफ्नो आफ्नो एउटा विशेषता। अनि फेरि सबैभन्दा ठुलो विशेषता के भन्दा यहाँ हामी यति धेरै जात, यति धेरै धर्म मान्ने मान्छेहरू छौँ। संस्कार आफ्नै छ, संस्कृति आफ्नै छ।
यो कल्चरलाई हामीले जोगाएर मात्रै राख्न सक्यौँ र यसको परिवर्तन गर्न सक्यौँ भने पनि हाम्रो देशमा पर्यटकहरू अथाह पर्यटकहरू आउँछन्, त्यो सम्भावना देखेँ। अब अरू बेलायत र अमेरिकालाई टोटल्ली त मैले हेरिनँ, तर जति हेरेँ मैले हेरेको ठाउँलाई मूल्याङ्कन गर्दाखेरि नेपालको कुनै भागसँग पनि दाँच्न मिल्ने प्रकृति त्यहाँ मैले देखिनँ। नेपालमा त्यस्तो प्रकृति छ। अब यस्तो प्रकृति अनि यत्रो स्रोत, अब नदी नालाको स्रोत, अब विद्युतको स्रोत त्यत्रो छ, तर यो हुँदाहुँदै पनि हाम्रा नेताले आफ्नै भाइ भतिजालाई जाहिर खुवाछन्, आफ्नै भाइ भतिजालाई नियुक्ति गरेका छन्, आफ्नै स्वयं सदस्यलाई चाहिँ सांसद बनाछन्, मन्त्री बनाछन् र देश बनाउने कुरातिर कहिले लानन्, भाषण मिठा गर्छन्, कहिले पुष्पमा रेल, कहिले बेनीमा रेल, कहिले घर घरै ग्यास। अब दुध र भात नै खान पाएन भनेर त्रिभुवनले भन्थ्यो अरे, त्यस्तै चाहिँ के भात खान पाएन नेपाली र भनेर भन्छन् कहिले। अब यस्तो देख्दाखेरि अब पनि हाम्रा युवा भाइ बहिनी छोराछोरीहरूले नसोच्ने हो भने यो देश धेरै पछाडि पर्छ। अहिले मौका आएको छ। अब यो त म भन्दिनँ, तपाईँहरूलाई वर्मसोले देखेको कुन पार्टीलाई अथवा कुन पार्टीको नेतृत्व गर्ने मान्छे सही छ, कसलाई दिँदाखेरि हाम्रो भविष्य र यो देशको भविष्य सुनिश्चित हुन्छ भन्ने सोचेर अब आगामी चुनावमा भोट हाल्नुहोला। अब यी पुराना पार्टीका नेताहरूलाई तपाईँहरूले यदि त्यही पार्टीमा बस्नुहुन्छ भने तपाईँहरूले प्रश्न गर्न नछोड्नुहोस्, तपाईँहरूको यो सम्पत्ति कहाँबाट आयो, तपाईँहरूको उद्योग कल कारखाना केही छैन। हाम्रा पार्टीका शीर्षस्थ नेताहरूको काठमाडौँमा घर, पोखरामा घर, सहरहरूमा घर कसरी भयो, छोराछोरी विदेशमा कसरी पढाए, हामीले किन पढाउन सकेनौँ। तपाईँहरूलाई टाउको दुख्दाखेरि सिङ्गापुर जानुहुन्छ औषधि गर्न, त्यो पैसा कहाँबाट आयो तपाईँहरूले त्यो सोध्नुहोस् र तिनलाई कारबाहीको दायरामा ल्याउनुहोस्। त्यो नेतृत्वमा तपाईँहरू पुग्नुहोस् र परिवर्तन गराउनुहोस्। होइन तिनीहरूलाई नेतृत्व मानेर बस्नुहुन्छ भने तपाईँको जिन्दगी त यसै बिग्रियो, तपाईँको सन्ततिको जिन्दगी समेत बिग्रन्छ। एकपटक सोच्नुहोस्। र यो सहरमा घर हुने जति पनि पैतृक सम्पत्ति नभएका कर्मचारी नेताहरू जो हुनुहुन्छ उहाँहरूको जसको अब सरकार जसको भने पनि उहाँहरूको सम्पत्तिको स्रोत चाहिँ खोज्नुहोस्। किनभने नेपालमा अहिलेसम्म सामान्यतया प्राविधिक कर्मचारी जो आफ्नो साइड जब गर्छन्, प्र्याक्टिस गरेका छन्, होइन, जसले जब गर्ने उसलाई अथोरिटी छ र व्यवसाय गरेको छ, त्यसको लागि म भन्दिनँ। जसको व्यवसाय पनि छैन, व्यवसाय गर्ने अधिकार पनि छैन, त्यस्ता मान्छेको सहरमा घर छ भने, सहरमा जग्गा छ भने, छोरछोरी विदेशको लर पढाएछन् भने त्यसमा तपाईँहरूले प्रश्न उठाउनुपर्छ, तपाईँहरूले हामीलाई ठडाउनुपर्छ। त्यो सम्पत्ति हाम्रो सम्पत्ति राज्य कोषमा जानुपर्ने सम्पत्ति यिनका गोजीमा गयो, यिनको सन्तानको गोजीमा गयो। यो कुरामा सचेत हुनुहोस् र यो सचेत हुँदै अब आगामी आउने चुनावमा तपाईँहरू गम्भीर भएर योग्य मान्छे र योग्य पार्टीलाई भोट दिनुहोस्। भोट माग्न आउँदाखेरि काङ्ग्रेस, एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि पशुपति शमशेर र डाक्टर प्रकाश चन्द्र लोहनी उहाँहरूले महाकाली नदी बेच्दाखेरि सही गर्नुभएको थियो अरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छेहरू आयो भने पनि तपाईँहरूले यो सोच्नुहोस्, तपाईँहरूले त्यो नदी किन बेच्नुभयो, के नपुगेर बेच्नुभयो, के पायो देशले, उहाँहरूलाई नि सोध्नुहोस्, काङ्ग्रेसलाई पनि सोध्नुहोस्, एमालेलाई नि सोध्नुहोस्, माओवादीलाई नि सोध्नुहोस्। यो देश यी सारा उद्योग कल कारखाना बेच्न पर्ने कारण के परेको थियो, त्यसको जवाफ माग्नुहोस्। नेपालीलाई जुनसुकै देशमा गए पनि मूल्यवान जागिर दिँदैनन्, राम्रो दृष्टिकोणले हेर्दैनन्। त्यो बनायो कसले, तिमीहरूले यस्तो किन बनाऊ भनेर सोध्नुहोस्। यस्तो कुरा सोधिसकेपछि अनि उनीहरूले चित्तबुद्ध जवाफ यदि दिए तपाईँलाई चित्त बुझ्यो भने सोच्नुहोस्। चित्तबुद्ध जवाफ दिएनन् भने तपाईँ मात्रै होइन, सारा गाउँका मान्छे लाएर उहाँहरूलाई तपाईँहरू जानुहोस्, अब यो गाउँमा नआउनुहोस्, तपाईँहरू यहाँ आएर भोट माग्ने अधिकार छैन, तपाईँहरू जानुहोस् भनेर तपाईँहरूले भनिदिनुहोस्। भन्दै आज टोपी दिवसको दिन यहाँहरूसँग थोरै मेरो आफ्नो मन्तव्य राखेँ। अब यसको विषयमा हजुरलाई कस्तो लाग्छ, चित्त बुझेन भने कमेन्ट गर्न तपाईँहरू पाउनुहुन्छ, गर्नुहोस्। धन्यवाद, नमस्कार सबैलाई।